मजाको छ प्रश्न किन? किन मानिसले प्रगति गर्छ? किन उँभो लाग्छ? किन कोही उँधो लाग्छ? किन कोही सफल हुन्छ? किन कोही असफल हुन्छ? किन कोही मालिक बन्छ, कोही दास बन्छ? लाग्छ यी प्रश्न किनहरूको उत्तर पनि किनमै छ। किन हामी यही सानो टापुमा बसिरहने? किन हामी गरिबीमा मात्र सहिरहने? सुनेको छु इन्डियामा सुन, चाँदी, हिरा, मोतीको भण्डार छ, धनको बहार छ, संस्कृतिको पहाड छ। साँच्चै छ? बस यही किनको उत्तर पत्ता लगाउन कोलम्बस आफ्नो पानी जहाज लिएर समुद्रमा तैरिएका थिए। उनको मनमा जिज्ञासा थियो, गर्ने आँट थियो, जाँगर थियो, अनि सबभन्दा महत्त्वपूर्ण त उनमा प्रश्न थियो, किन? ईस्वी सम्वत 500 देखि 1500 सम्मको सहस्राब्दी गरिबी, अशिक्षा, अन्धविश्वास, रोग, भोकमा ग्रसित जीवन बिताएर आजित भएको युरोपले आत्मज्ञान पाएको थियो। तर जब उनीहरू प्रश्न गर्न लागे, आफैले आफूबाट उत्तर खोज्न लागे, प्रगतिको खुड्किलो चढ्न लागे। यो शरीर के पवित्र छ त? के शरीरलाई चिरेर हेर्न नहुने हो? किन शरीरमा रोग छ, भोक छ? किन आँखाले हेर्छ, नाकले सुँग्छ? यिनै किनको प्रश्नले के भन्ने प्रश्न पनि लिएर आयो। के छ त शरीरमा जसका कारण रोग लाग्छ? तर युरोपमा प्रश्न गर्ने मस्तिष्कहरू बढ्न लागे। मानिसले ती विश्वासहरूमाथि प्रश्न गर्न लागे। जब विश्वासले उत्तर दिन सक्दैन, तब विश्वासमा खोट आफै आउँछ। युरोपले ती विश्वासहरूलाई अन्धविश्वासमा परिणत गराइदियो। के छ त शरीरमा? किन मानिसले सास फेर्छ? उनीहरूले शरीर चिरेर हेर्न लागे। रोगले शरीरमा गरेका असरहरू पत्ता लगाउन लागे। साना साना जीवाणुहरू पत्ता लगाउन लागे। त्यस समयमा एलेक्जेन्डर फ्लेमिङ जन्मे। उनले बनाएको रद्दी पदार्थ उनलाई मन परेको थिएन। उनले बनाइरहेको कोठाको झ्यालबाट मिल्काइदिए। तर मानिसको भाग्य, उनले त्यो पदार्थ राम्रोसँग झ्याल बाहिर हुत्याउन सकेनन्। त्यो पदार्थ झ्यालको भित्तामा पर्न गयो। अर्को दिन आउँदा कैयौँ दिनदेखि देखिएको झ्यालको ढुसी जस्तो तह हराएर गएको थियो। किन हराए त यो फोहोर? के थियो त्यो पदार्थमा? के थियो यो ढुसीमा? किन भन्ने प्रश्नले के भन्ने प्रश्नको उत्तर पत्ता लगायो। उनले पेनिसिलिन पत्ता लगाए, युगको परिवर्तन पत्ता लगाए, मेडिकल विज्ञानमा युगान्तकारी खोज पत्ता लगाए। यो एन्टिबायोटिकले ब्याक्टेरिया मार्ने थाहा पाएपछि अन्य एन्टिबायोटिकहरू धमाधम बन्न लागे। ब्याक्टेरियाले करोडौँ मानिसको ज्यान लिइरहेको समय थियो। टिबी, न्युमोनिया, टाइफाइड गराउने ब्याक्टेरियाका दुःखका दिन आउँदै थिए। मानिसको सामाजिक, आर्थिक, राजनीतिक, पेशा, वर्ग, देश, समाज, समुदायको वृद्धिको कारण हो प्रश्न किन। आदिकालदेखि जसले किन भन्ने प्रश्नको खोजी गरेको छ, प्रगतिको शिखर चढेको छ। हाम्रै पुर्खाहरू पनि किन भन्ने प्रश्न गर्न माहिर थिए। प्रश्नहरूले ऋषिहरू जन्माएका थिए। उनीहरू अहिलेका वैज्ञानिकहरू थिए। बिपी कोइरालाले भनेको जस्तै हामी नेपाली मात्र नभएर यो क्षेत्रका मानिसहरूले प्रश्न गर्ने बानी बिर्सिसकेका छौँ र छन्। सायद अझै समय लाग्छ बानी बसाल्न। हामी त आफूले पाएको विरासत पाएर अल्छी भएका छौँ। हाम्रो माटो उर्वर छ। खाएर फालेको मलबाट खुर्सानी उम्रन्छ, बेलौतीको रुख उम्रन्छ, जङ्गलमा कन्दमूल, भ्याकुरहरू यसै उम्रिएका छन्। हाम्रो माटोले आफै उर्वर भएर केही प्रयास नगरी बोट बिरुवा दिन्छ। माटोले विरासत दिएको छ, त के दुःख गर्नु हामी? दुःख नगरी कसरी परिवर्तन हुन्छ? प्रगति गर्न त यस्तो गहिराईमा पुग्नु पर्ने रहेछ जहाँबाट चाल्न सकिने जुनसुकै पाइला उकालो लागोस्। त्यो अवसर भनौँ या दुःख हामीले पाएनौँ। गहिराईमा पुगेको दुःख भोगेर कोरिया, चीन, सोमालिया प्रगतिको बाटो उकालो लाग्दैछन्। सायद सङ्कटले प्रश्न गर्न पनि सिकाउँछ, किन? कुन समय कसले प्रगति गर्छ भन्न सकिँदैन। आदिकालमा हाम्रै पूर्वीय सभ्यताले धाक जमाएको जस्तै आज 20औं 21औं शताब्दीमा पश्चिमाहरू प्रगतिका अनुहार बनेका छन्। के थाहा भोलि एसियामा ती अनुहारहरू देखिनेछ। तर जसले किन भन्ने प्रश्नको बढी उत्तर दिइरहन सक्छ, ऊ शक्तिशाली रहिरहनेछ। किन मलाई उसले यो कुरा भन्यो? यसको अर्थ के हो? किन म सफल भइरहेको छैन? किन म पछाडि छु? किन गरिब छु?
किन म खुसी हुन सकिरहेको छैन? अनि के हो त यसको समाधान? मलाई नतिजा चाहिँदैन, केवल दुःखमा सङ्घर्षमा लड्ने सामर्थ्य देऊ। त्यसकारण म नतिजा मागिरहेको छैन। नतिजा प्रगतिको द्योतक होइन। युरोपभरिका पहाडहरू फोरेर समथर जमिनलाई उकास्न चाहे पनि 2 इन्च भन्दा बढी जमिन बढाउन सकिँदैन। हामीले सोच्न सकिन्छ हरेक नागरिकहरूलाई पैसा दिएर धनी बनाउन सकिन्छ। त्यसको उदाहरण र नतिजा हामीले देखिसकेका छौँ। सोभियत सङ्घको पतनपछि बोरिस येल्सिनले हरेक नागरिकहरूलाई 10,000 रुबेलको चेक दिएका थिए। उनको उद्देश्य औद्योगिक निजीकरण थियो, तर यसको परिणाम सबैका लागि बराबर भएन। अन्तमा कोही धनी भने, निकै धनी। गरिब रहिरहनेहरूले सस्तोमा आफ्नो चेक बेचेका थिए। कसैले त एक बोतल भोड्कामा चेकको मोलमलाइ गरेका थिए पनि भन्ने गरिन्छ। अमेरिकामा करोडौँको लटरी जित्ने एक भिखारी केही वर्षपछि पुनः भिखारी भएको थियो। के परिणामले वास्तविक सुख दियो त? भूराजनीतिक बनावट, आग्रह, पूर्वाग्रह, पश्चिमा विरुद्धको सङ्घर्ष, आजको विश्वको सीमाङ्कन पनि किनको प्रश्नको उत्तर पत्ता लगाएर भएको हो। नजानेको मान्छेले जानेको छैन भन्ने थाहा पाए मात्र प्रगति गर्छ। मूर्ख त त्यो मानिस हुन्छ जसलाई आउँदैन तर आउँछ भन्ने भ्रम पाल्छ। हामी पूर्वीयहरूले भ्रम पालेर राखेका छौँ जस्तो लाग्छ। हामी विरासत प्राप्त ज्ञान र सिपमा दङ्ग परेर मात्र बसेका छौँ। दङ्ग पर्न नराम्रो होइन, तर दङ्ग मात्र परिरहने प्रगतिको उकालो होइन। भोलि पनि उस्तै दङ्ग परिरहन्छौँ कि भन्ने डर लाग्छ मलाई। सञ्चार र यातायातले संसार साँगुरो बनाइरहेको आजको समयमा कसैको खोज उसको मात्र पेवा भएर बस्न सक्दैन। ज्ञान सिपहरू भूमण्डीकरण भएर गएका छन्। पश्चिमाहरूको ज्ञान हामीले पहिलाको भन्दा सहजै प्राप्त गर्न सकेका छौँ। उनीहरूले 100 वर्ष लगाएर पाएको ज्ञान हामी केही वर्षमा सिक्न सक्छौँ। उनीहरूको प्रभाव हामीहरूको धर्म संस्कृतिमा भए पनि उनीहरूको प्रभावले विकास पनि भएको छ। यदि हामी उनीहरू जस्तो बन्न सक्दैनौँ भने उनीहरू बन्नुपर्छ। हामी यस्तै सोच्छौँ। उनीहरूको देशमा गएर हामी विदेशी बनेका छौँ। तर राम्रो पनि पक्ष छ, हामीले उनीहरूको अनुभव पनि लिएर आउन पाएका छौँ। चीनले बुझेको छ किन अमेरिका शक्तिशाली छ, ऊ किन अझै शक्तिशाली बनिरहन चाहन्छ, के गर्नुपर्छ उनीहरू जतिको शक्तिशाली बन्न। यिनै उत्तरहरू पत्ता लगाएर चीन आफ्नो तीक्ष्ण दिमागहरूलाई पलायन हुनबाट रोक्ने प्रयास गर्दैछ। भारतले पनि बुझ्दैछ, आफ्ना विद्वानहरूलाई आफ्नै देशमा राख्ने हर प्रयास गर्दैछ। तब न भूराजनीतिको मार यो क्षेत्रमा छ। सायद अब अमेरिकाले फेरि आफैलाई प्रश्न गर्न पर्ने भएको छ, किन चीन अघि बढ्दैछ? के अहिले गरिरहेको चीन प्रगतिको भूराजनीतिक राजनीतिले मात्र सफलता पाइन्छ? उनीहरूले बुझ्नुपर्छ अब एसिया पहिलाको जस्तो अभूत छैन। आफ्ना माथि हुने रणनीतिको भेउ पाउन लागेको छ। आफू शिखरमा रहिरहन के शिखरमा चढ्न चाहनेहरूलाई खुट्टाले हानेर पछाडि धकेलिरहने कि आफू अझ अघि बढ्नलाई अर्को बाटो खोज्ने? के आफ्नो अधिकार खोज्न आउनेलाई आफ्नो भाग खोसिने डरले पेलिरहने हो कि अझ अघि बढ्ने उपाय खोज्ने हो? किन मैले अझ प्रगति गर्न सकिरहेको छैन? के म मेरो शक्तिको क्षमताको उत्कर्षमा पुगे त? के सगरमाथाको शिखर भन्दा माथि राख्ने अर्को पाइला छैन? किन छैन? के शिखरमा बसिरहने मेरो मात्र अधिकार हो? सायद शिखरमा बसिरहनु चढ्नुभन्दा गाह्रो छ। के उकालो आउँदै गरेकाहरूले मेरो खुट्टा तानेर आफू उक्लिन लागेको त छैनन्? उनीहरूले मेरो खुट्टा तान्न भन्दा अघि म आफै उनीहरूलाई लात्ताले हानेर पछार्नु पर्छ। के साँच्चै यस्तो तर्कले प्रगति गरिन्छ? किन मानिसमा, देशहरूमा यस्तो मूर्खता व्याप्त छ? किन? आखिर किन? धन्यवाद।